पिताम्बर दुईटा पिताम्बरको एउटै कहानी र दुईटै पिताम्बरको कहानी कसरी मिसिन्छ भन्ने यो मुभीमा देख्न सक्छौँ। फुल टु एक्सन प्याक्ड विथ स्टोरी बेस यो मुभीको बारेमा कुरा गरौँ। अब यसको मेन स्टोरी कुरा गर्नुपर्दाखेरि एउटा पिताम्बर जसको क्यारेक्टर चाहिँ प्रदीप खड्काले निभाएको छ र यो स्पोइलर हैन, डोन्ट वरी, र अगाडि पनि स्पोइलर हुँदैन। र पिताम्बरको पास्ट र प्रेजेन्ट र उसको बताएको कहानी हो यो चाहिँ। र त्यसमा अरू क्यारेक्टर कसरी फिट हुन्छ त्यो चाहिँ एकदम हेर्न मजा आउने खालको छ र त्यसको बारेमा पनि हो यो पिताम्बर मुभी। अब फर्स्ट हाफको कुरा गरौँ। फर्स्ट सिन नै न्यू सिन छ र अनि डिस्टर्बिङ वाला मर्डर सिन पनि छ। अनि त्यो एनिमल मुभीको लास्ट सिनमा जुन छ त्यो चाहिँ यो मुभीमा फर्स्ट सिनमै छ हैन। अब एन्ट्री सिन्स चाहिँ एकदम बवाल छ र सबैको सिनले सस्पेन्स पनि छोड्दै जान्छ बिस्तारै बिस्तारै। अनि हरेक सिन्सको एउटा न एउटा मिनिङ छ र त्यो सिन चाहिने नै हुन्छ र त्यही भएर देखाइरहेको हुन्छ। नचाहिने सिनहरू कुनै पनि देखाइरहेको छैन। र मलाई सबभन्दा हँसो लागेको कुरा भनेको यो प्रमोद अग्रवालको त्यो दाढीको जुन कलरहरू चेन्ज भइरहेको थियो त्यो अलि हँसो लागिरहेको थियो, तर त्यो इग्नोर गर्न सक्छौँ हामी मजाले। र यसमा लभ सिन्सहरू छ त्यो बोरिङ जस्तो लाग्न थाल्छ, तर त्यो बोरिङ पनि खासै धेरै छैन, तर पनि त्यो एकदम इम्पोर्टेन्ट सिन हो र त्यसको एकदम मिनिङफुल पनि छ यो स्टोरीसँग चाहिँ। अनि छठी मैयाको त्यो जुन एकदम राम्रो कुरा युज गरिरहेको छ र त्यो देखाउनुको एउटा मिनिङ पनि छ, त्यो मुभीको लागि एकदम इम्पोर्टेन्ट कुरा हो। अनि अब इन्टरभल भनेको सबभन्दा खतरा र सस्पेन्स छ यो। र फर्स्ट हाफको पुरै स्क्रिन प्ले एकदम टाइट छ र अनि उल्टो जन स्लो भनेको साटो फास्ट जस्तो लाग्न थाल्छ हाम्रो चाहिँ। र इन्टरभल भनेको एकदम खतरा तरिका ट्विस्ट आइरहेको हुन्छ र यस्तो सस्पेन्समा छोडिदिन्छ नि अर्को सेकेन्ड हाफ जसरी नि हेर्नै पर्छ जस्तो लाग्छ सेकेन्ड हाफ चाहिँ। अब सेकेन्ड हाफको कुरा गर्नुपर्दाखेरि स्टार्टिङदेखि नै सस्पेन्सहरू जुन छोड्दै गएको थियो त्यो बिस्तारै बिस्तारै खुल्दै पनि जान्छ र ब्याक स्टोरी र अनि क्यारेक्टरको लेयरहरू पनि एकदम धेरै छ, त्यो पनि बिस्तारै बिस्तारै खुल्दै जान्छ। र स्क्रिन प्ले त एकदमै टाइट छ सेकेन्ड हाफमा पनि र बोरिङहरू काहीँ पनि गराउँदैन। 2081 सालको प्रेजेन्ट स्टोरी त चल्दैछ, तर त्योसँगै पास्टको सिनहरू पनि देखाउँदै जान्छ जुन एकदम इम्पोर्टेन्ट छ र अनि एकदम मजा पनि आउँछ। त्यो ठ्याक्क सिमल्टेनियसली देखाइरहेको हुन्छ, त्यो चाहिँ एकदम राम्रो तरिकाले देखाइरहेको छ। प्रेजेन्टेसन एकदम राम्रो लाग्यो मलाई चाहिँ त्यो। अब डिस्टर्बिङ सिन्सहरू त अब ठाउँमा आइरहेको हुन्छ, भर्खरै गयो भर्खरै आइरहेको हुन्छ डिस्टर्बिङ सिनहरू चाहिँ। त्यो फुल टु एक्सन मुभी हो, त्यही भएर एकदम राम्रो छ र अहिलेसम्म नदेखेको जस्तै छ। नेपाली मुभीमा त झन् देखेकै छैन, फुल टु एक्सन अनि काटमार छ। अनि क्यारेक्टर्सको लेयर्सहरू पनि धेरै छ र त्यसको युज पनि राम्रो तरिकाले गरिरहेको छ। अनि आन्दोलनको ग्लिम्स देखाइरहेको छ, त्यो पनि एकदम राम्रो लाग्यो मलाई चाहिँ। अब दुईटा सिन्सको ट्रान्जेक्सन छ नि, त्यो जुन एउटा सिनबाट अर्को सिन गर्दाखेरि त्यो चाहिँ एकदम सही तरिकाले त्यसको वेल प्रेजेन्टेसन भन्न मिल्छ त्यसलाई चाहिँ। र अनि कम्प्रोमाइज भनेको यो मुभी बनाउँदाखेरि काहीँ पनि गरेन जस्तो लागिरहेको छ, किनभने प्रेजेन्टेसन एकदम बवाल छ र अनि स्टोरी लाइन पनि एकदम बवाल तरिकाले देखाउन खोजेको छ प्रेजेन्टेसन सिधै भन्नुपर्दाखेरि। अनि सबैभन्दा खतरा भनेको मलाई सौगात मल्लको एन्ट्री लागेको छ र फुल टु पावरफुल क्यारेक्टर बल्ल एन्ट्री हुन्छ जस्तो लाग्छ त्यहाँ पछि चाहिँ। अब एक्सन मात्रै 30 मिनटको सेकेन्ड हाफमा क्लाइम्याक्स सिन हो त्यो चाहिँ। 30 मिनटको फाइट सिक्वेन्स छ, एकदम मजा आउँछ त्यो हेर्न पनि, हेर्न लायकको सिन बनेको छ त्यो। अब नेपाली मुभीमा यतिको बन्नु भनेको धेरै ठुलो कुरा हो र ओभरअल मुभी नै एकदम इन्ट्रेस्टिङ र अनि वेल डिरेक्टेड छ। डिरेक्टरको भिजन एकदम स्ट्रेट फरवर्ड छ र अनि त्यो हामीले ठ्याक्क देख्न पनि सक्छौँ। तर मलाई चाहिँ हल्का कुनै बेला चाहिँ प्रदीप खड्काको त्यो क्यारेक्टर छ, त्यो क्यारेक्टरलाई अलि बढी पावरफुल देखाएको जस्तो पनि लागिरहेको थियो कुनै बेला। नत्र भने यो मुभी काहीँ पनि नराम्रो भन्न मिल्ने खालको छैन। र यसको रेटिङमा 4.5 आउट अफ 5 दिन चाहन्छु। र प्लिज डु वाच इन थिएटर एन्ड सपोर्ट पनि गर्नु होला। र लास्टमा एउटा क्यामियो पनि छ, त्यो क्यामियो चाहिँ एकदम नछुटाउनु होला। सुरुमा पनि हल्का त्यहाँ हुन्छ, तर चिन्न त्यस्तो गाह्रो त होइन, तर पनि क्यामियो छ। अनि सेकेन्ड पार्टको जुन एनाउन्समेन्ट पनि छ त्यो पनि एकदम राम्रो छ। थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ। दिस वाज माई जस्ट ओपिनियन अबाउट पिताम्बर मुभी रिभ्यू।